साथी हो आज दाङमा घाम नलागेर रात पर्यो तपाईँतिर के भयो जानकारी गराउनुहोस् र अर्को कुरा रवि दाइले भन्नुभयो नि या त मलाई जिरो बनाउनुहोस् या त अरूलाई जिरो बनाउनुहोस् भनेर यो एकदमै राम्रो कुरा हो किन भन्नुहुन्छ भने 20 सिट 30 सिट 10 सिट 40 सिट लिएर माथि बनाउनु भयो भने त्यहाँ फेरि बार्गेनिङ हुन्छ सांसदहरू किनेर बेच्ने काम हुन्छ सरकार 1 साल 1.5 सालमा ढल्छ जसले गर्दा देशलाई असर पुग्छ देशलाई विकसित बनाउनलाई देशलाई सही मार्गमा ल्याउनलाई एउटा पार्टी बहुमतको सरकार बनायो भने एकदमै राम्रो हुन्छ यसको मतलब हामीले यो पार्टीलाई जिताउनु भन्ने हैन तपाईले आफ्नो परिवारलाई कल गरेर भन्ने हो यो साल चाहिँ यसलाई नै भोट हाल्नुस् है यो पार्टीलाई नै जिताउनुस् भनेर त तपाईले भन्ने हो कमेन्टमा गाली गरेर या सपोर्ट गरेर केही हुँदैन तपाईले आफ्नो परिवारलाई कन्भिन्स गर्नु पर्यो कि यो साल चाहिँ यो पार्टीलाई भोट हाल्नुस् भनेर एउटा पार्टीलाई माथि पुर्याएर त्यो पार्टीले नै सरकार बनायो भने देशले पक्कै पनि एउटा सही बाटो पकड्नेछ त्यसमा सबैको भलाइ हुनेछ बाँकी तपाईको इच्छा जय नेपाल।